किरा परेको क्या सिस्टर है किरा भयो भने यस्तो हुन्न के हजुरको किरा भयो भने रगत तप 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 आलु रगत चलाउँछ यो पुग्छ सक्दैन यो त भित्र त पुरै उ भएको सिस्टर सबै सोधिन्छ के अहिले त पर्दैन यो चिरफाक गर्दा मात्रै हो कि लाउने नदुनी होला दुईटै आमा रहेछ म पर भेटेको पनि बच्चाको आमा रहेछ हजुर यस्तै हेर्न म हिजो त्यहाँ बहिनीलाई लिएर आएको थिएँ अन्त फेरि एक्लै ऊ पनि डराउँछ मलाई पनि डर लाग्यो फेरि यस्तो यो हजुरले यहाँ हालिदिनुहोस् न हालिदिनुहोस् न म यहाँ माथिबाट हो यहाँ माथि सोइलिङ हो यो भाकुरै खाए के भएको त्यस्तो कुरा खाए जस्तो किराले खाएको किराले खाएको है ठिक होला सिस्टर होइन सन्चो हुन्छ अब कहिलेदेखि कस्तो हो होइन हिजो देखेर मन यहाँ कति पोल्यो भने म त ठुलै यस्तो देखेदेखि बसेँ यसले पोल्दैन के ज्ञानी हो त नि के लगाउनु ज्ञानी रहेछ त ल्याउनुहोस् त सन्चो हुने भनेपछि त भोलि सट्टै घटिहाल्छ कि लुतोलाई ठिक गर्छ एउटा छ कि दाइ मैले अस्ति टपले लिएर त खुवाएँ त्यसलाई पुरै शरीरभरि भयो कि त्यसलाई बोलियो छ फेरि मै सक्दिनँ एक्लै हुन्न त्यसलाई इन्जेक्सन लाउनुपर्छ त्यसलाई पनि त्यति उपचार गर्न पाउँथ्यो त्यही सबै ढुङ्गाले हान्न जानेन नि कसैले गर्दैन त्यस्तै हो अब भेटिएन अब जाम भनेको थियो अब कताल पुगेछ सोमबारको दिन भाइलाई मैले भने सोमबारको दिन सुनसान हुन्छ अब मेरो फेरि बाबु सानो छ कि जति बेला भने त्यति बेला म पाउँदिनँ त्यहाँ होटेल अनि सोधेँ मैले त्यही र यति एरियामा बस्छ भने धनमा यहीँ देखेछ यसले ठ्याक्कै फेरि नपराउने हो नछोड्ने त्यही पनि बिचरा आफ्नो ज्यान जोगाउन गर्छन् उसको भाइले अघि हजुरलाई पनि फोन गर्नुभएको थियो विद्युतकोले मलाई दिदी सेवा उस गरिदिनु भन्नुभएको थियो अनि मैले भने अहिले अब अर्कोलाई छोपेपछि मात्रै गर्नु
आन्छ कि त्यही भएर डढाउँछन् यही भित्रै थियो होला है पानी खानु पस्यो होला क्या यहाँ टोइलेट छ त्यही छोप्नु भयो ठिक हुन्छ नि आफ्नो ज्यान गर्छ यहाँ कस्तो टोक्दैछ मन त्यही भएर यस्तो नबाली पनि सक्दैन ल अब पोल्दैन कोले आइसानी ठिक हुन्छ नि तिमीलाई आइसानी ओके ल भयो फेरि छोड्दा नजिक पर्ने नि यो फेरि पनि सुइलिङ जस्तो लाउनु पर्छ 3-4 दिन त लाउनु पर्छ लाउनु पर्छ है र त्यसको भए अगाडि टाइट हुन्छ यहाँको मासु पोल्नेले उ गर्दाखेरि नपोल्ने ल जाऊ जाऊ ल बस बन्द गरिदिउँ